चला गया चला गया चला गया गया है अरे चला गया है गया गया चला गया है कति भन्दैछ आमामा त्यत्रो लाग्छ अरे योपालि चाहिँ भाइले लु हेरिहाल्नुहोस् है साथी हो मलाई यस्तो लगाइसक्यो चुना भनौँ हेर्नुहोस् यहीँबाट चुको हो तेल चाहिँ Sharp left onto National Highway 166. जाँदैन क्या हौ रोकेर उठाउनु पर्यो भने त फेरि हरामी हुन्छ नि भाइ साह्रो पर्छ नि योपालि चाहिँ भाइले लु हेरिहाल्नुहोस् है साथी हो मलाई यस्तो लगाइसक्यो चुना भनौँ हेर्नुहोस् यहीँबाट चुको हो तेल चाहिँ यहाँ सबै चिसै चिसो छ है अब यो तेल चाहिँ यति चुयो भनेर चाहिँ अन्दाज छैन साथी हो यहाँबाट यो चुएर चाहिँ यहाँसम्म आएको छ लु हेरिहाल्नुहोस् यस्तो आल भएको छ हो अन्त हिजो बेलुका होटेलवालाले झन्डै एक बाल्टी जस्तो थापेर पनि लग्यो यो मान्छेलाई चाहिँ मैले अलिकति भाइ हेर ल म ढल्किन्छु यो ट्याङ्की चाहिँ फुल भएपछि चाहिँ बन्द गरिदेऊ न भनेको त साथीले ल भने अलिकति थियो भरेन पनि त्यस्तै 100 लिटर जस्तो थियो होला त्यो पनि गाडवालाले अचानक बोलायो कि अन्त के भयो भने जस्तो लाग्यो अन्त आएर उत्रेर हेर्दाखेरि त छैन नि हौ यस्तो नभए त्यो गाडवालाले पनि नदेख्नु अन्त सबै साफ हुन्छ नि साथी हो ल यहाँ हेर्नुहोस् यस्तो भएको छ होसियार त हुनु पर्यो त भाइ यो पाराले त हुँदैन त लु भन त तेल यहाँनिर पुगिसकेको थियो साथी हो है यो जग्गामा यहाँबाट चाहिँ अब सोच्नुहोस् न यहाँनिर आउनु पर्ने थियो यो मान्छेलाई मैले त्यत्रो भने होइन सक्छौ भन सक्छु नै भन्यो त्यसो भए चाहिँ यो राम्रोसँगले उयो फुल हुन्छ त्यहाँबाट सबैलाई सिस्टमहरू पनि बताइदिएको थिएँ त्यो बन्द गरेर चाहिँ सुत्नु भनेको यो मान्छेलाई केही त्यो उयो नै छैन क्या हो ल भन्छ त्यो भनेको काम फेरि त्यो उयो नै गर्दैन नभनेको पनि 2 घन्टा जस्तो चाहिँ तेल चाहिँ नि भाइ झरेको छ नि बुझ्यौ कि ट्याङ्कीबाट तिमीलाई त उस्तोले भने त लाद लाउँथ्यो नि भाइ साँच्ची भनेको तिमीलाई भनेको कुरा छ त्यो त तिमीले उयो गर्नु पर्यो नि त मैले त न केही गरिनँ भाइ बुझ्यौ तेलको दाम कति छ अहिले याद होला तिमीलाई खत्तम भयो साथी हो खत्तम यहाँ चाहिँ मजाले बिहान उठेर चाहिँ फटाफट गरेर हिँड्नु पर्ला भनेको थिएँ है अन्त त्यसले गर्दाखेरि छैन नि अब उठाइ पनि अहिले 8 बजीतिर भयो टेन्सन पनि भइरहेछ अब भनौँ नि के पाराले भनौँ यो भइरहेछ पनि नमस्कार है साथी हो सबैजनालाई र हामी चाहिँ यहाँ अहिले कहाँ छौँ भन्दाखेरि मध्य प्रदेश भन्ने जग्गामा चाहिँ आइपुगिसकेका छौँ है लोड चाहिँ हाम्रो हिमाचलपट्टिबाट भएको हो र एकैचोटि अहिले हामी एमपीबाट चाहिँ हामीले ब्लग स्टार्ट गर्दैछौँ है फर्स्टमा आउँदाखेरि चाहिँ यो हाइवे रोडमा चाहिँ मलाई अलिक डर लागेको थियो एउटा हाम्रो अर्को ड्राइभरको चाहिँ खलासी भाइलाई चाहिँ मैले ल्याएर चाहिँ सँगै हिँडाएको रोड है साथी हो अन्त तपाईँहरूलाई त्यति बेला पनि अलिअलि त देखाएको होला र पनि अझै योपालि राम्रोसँगले देखाउने कोसिस गर्दैछु है यो हाइवे चाहिँ तपाईँहरूको दिल्लीदेखि चाहिँ मुम्बईको हो तिमीलाई चाहिँ भाइ भनेको छु मैले हो अब चाहिँ त्यस्तै गल्तीहरू दुबारा गऱ्यौ भने चाहिँ फेरि कुरा अर्कै हुन्छ तिमीलाई जति मायाले अब मैले उयो गरिरहेको छु होइन त्यतिको त कसले पनि गर्दैन है त्यही भनिरहेको छु साथी अब कति तेल गयो के गयो त्यो त अब अहिले म केही भन्न सक्दिनँ उतै गएर हुन्छ कुराकानी है 1 घन्टा यो मान्छे ढिलो सोध्नु थियो भने त्यस्तो हुन्थेन त्यहाँनिर अन्त मैले भनेको त तिमीलाई त्यस्तो हुँदैछ भने बन्द गरिदेऊ बन्द गरेर सुत भनेकै हो साथी यहाँ स्टिङमा बसिरहेछ यहाँ मिटरमा सबै हेरिरहेछ यो मान्छेले होइन अन्त र पनि अब त्यस्तो गर्नु भनेको चाहिँ अब कस्तो चाहिँ लु सोच्नुहोस् त उस्तैले हो भने त अन्त गोद्दैन यो मान्छेलाई हट्टेरिका
अब अहिलेको यो जमानामा तेल कतिको महँगो छ त्यो कुराहरू पनि बुझ्नु पर्यो भाइ, धेरै महँगो छ। अब मालिकले के गर्छ कसो गर्छ त्यो त उता गएर बादको कुरा हो कि, तर त्यस्तो गल्ती चाहिँ नगर्नु भन्ने कुरा हो। अब पैसा काट्यो भने पनि काट्छ, केही छैन त्यसमा, र पनि अलिकति चङ्खो चाहिँ हुनुपर्छ भन्ने कुरा चाहिँ तिमीलाई बताउँदैछु म, बुझ्यो होला नि। हेरौँ अब चाहिँ के कसो हो। 1 हप्ता 2 हप्ता भएको छैन र साथी, निन्द्राले अब यस्तो साह्रो पार्न थालिसक्यो भन्छ। अब त्यो निन्द्राले गरिदिएको भन्नु पऱ्यो नि, मलाई भनेको मै बस्थेँ, त्यो पनि भनेन फेरि हो। यो निकाला त धुलो त आमामा अलिअलि छैन त, अब यो निकाला सरै अलिअलि छ धुलो। यहाँनिर थाङ्ना छ, यो थाङ्नाले अलिक पुस्नुपर्छ। यता कुनाबाट आउँदैन, सोर्दै निकाला कि अगाडि बढी त्यो स्ट्रिङको मुनि बढी, यता कुनामा यताबाट सर्दै निकाल। के रहेछ हौ यहाँनिर, छ के खानेकुराहरू छ जस्तो छ त है। अब केही खानुपर्छ होला यहाँ। नाश्ता क्या क्या है? यही है, भजिया ही है। ठीक है, भजिया भी दीजिए। टम्फूमा चाहिँ ल हेरिहाल्नु साथी, यी दोकान कस्तो मजाले चडक्कै बनाएर राखेको छ हैन, सही अच्छा है। यो भाइले चाहिँ चिया चाहिँ खाँदैन हो, चिया खाने चाहिँ म मात्रै हो साथी हो। भुजिया त खान्छ होला भाइ? भुजिया त खान्छु। भजिया और 1 प्लेट दीजिए। हेर न टेम्पोमा कस्तो मजाले बनाएको छ है दोकान। ये टेम्पो स्टार्ट होता होगा ना फिर? घर से लेके आते हो? टक्कै बेलुका घर लग्यो, त्यहाँबाट फेरि यता लिएर बडा छ सिस्टम। एक ठन्डा पानी का बोतल भी दीजिए। ठंडा पानी नहीं आता, ये वाला होगा दीजिए। खोर्सानी यसो सलाद चाहिँ फेरि यता दिन्छ साथी हो, मजा आउँछ। अझै प्याज पनि भएको दामी हुन्थ्यो। अन्त भाइ आज त भात खुवाइ हुँदैन, ठिकै होला नि फेरि? सकिन्छ टार्नु? आज चाहिँ त्यही हो साथी, हामी भात नखाने हो है। अब यस्तो खाँदै चाहिँ दनाना हिँड्ने हो, तर हामीले भात खाएको भन्दा ज्यादा साथी हो कचर मचरमा पैसा उडाइन्छ कि कसो भाइ? अन्त अब एकैचोटि बेलुका खाने हो साथी हो, किन भन्दाखेरि सफर हाम्रो 800 किलोमिटर बाँचेको छ है। त्यति चाहिँ भोलिसम्म चाहिँ हामी कम्प्लिट गरौँ भनेर सोचिरहेछौँ। अब यो महाराष्ट्रमा चाहिँ कति लाग्ने हो? उता त 500 रुपियाँ मिलाएर आएको थियो भाइ तिमीले, अब यता कतिमा मिलाउँछ है? आउँछ होला नि त मिलाएर होइन, अलिक सस्तो मस्तमा मिलाएर आउने फेरि। बात तिमीलाई नयाँ देखेर अब प्लाटै छोडिदिइहाल्छ कि कम्तीमा। ओभरलोड चाहिँ देखाएन रहेछ है। कति आयो भन्दाखेरि हाम्रो 56,760। अनि अस्ति चाहिँ के चाहिँ भएर चाहिँ त्यस्तो ओभरलोड देखायो, छक्कै पऱ्यो। तर आज त फेरि यो मान्छेको अलिक तेल पनि त सकायो नि त, त्यसले गर्दा होला है भाइ? होला, त्यस्तै लाग्दैछ म, त्यसले गर्दा हो पक्कै हो। अब यो लगेर जानु हो, त्यहाँबाट यहाँ अगाडि छ त्यो यहाँ गाडीको उतापट्टि, त्यहाँ गएर पैसा दिएर आउनु ल। यहाँनिर पैसा छ 1000 रुपियाँ निकाल त, त्यो लगेर देऊ त्यति के भन्छ, मान्छ कि मान्दैन? मान्नु पर्ने हो त्यतिमा त, बा अलिक कम्ती भयो 900मा पनि मान्नु सक्छ, बा फर्काउँछ पनि ल। भाग्ने चान्स छैन, त्यहाँ गएर बसिरहेको मराहरू। चला गया गया है, चला गया है, अरे चला गया है, गया चला गया है। कति भन्दैछ? 200 माग्दैछ, 100 रुपैयाँ। अझै 200?
आमामा त्यत्रो लाग्छ अरे हो र उयोलाई भन न यो गाडी हाम्रो जाँदैछु भनेर अस्ति त 900 रुपियाँ पनि मानेको जस्तो लाग्यो यो पालि त ज्यादा लाग्यो त फेरि यो मान्छेलाई बा अर्को चाहिँले भने कि बा के भने आउनु त आयो के भन्छ अब आउनु चाहिँ आउँदैछ त्यो मान्छे मान्यो खोइ पर्ची पर्ची त ल्याउनु पर्थ्यो नि यसलाई देखाउनु भनेन जा भन्यो कोनी त यसले मान्छ क्या फेरि दे दिया 1100 रुपियाँ लियो नि पैसा त अब साथीहरू नलाग्नु त लागि नै हाल्छ बोर्डरमा होइन यो महाराष्ट्र अब एमपीको चाहिँ हामीले मिलाएर आयौँ भन्यौँ टोटल कति लाग्यो भन्दाखेरि 1600 गयो होइन भाइ पैसा 550 र यता टोटल 1600 अब चाहिँ हामी यता महाराष्ट्रपट्टि एन्ट्री भएको साथै यो चाहिँ अहिले जुन चाहिँ देख्नुमा बोर्डर यो चाहिँ यता महाराष्ट्रको हो अब चाहिँ हाम्रो महाराष्ट्रको सफर हुन्छ र अब यो महाराष्ट्र निक्लिने र हामी कर्नाटकको चाहिँ अलिकति बचाएर नै जाउँ भन्ने कोसिसमा छौँ कर्नाटक पस्नेपट्टि चाहिँ तपाईँहरूको एउटा बाटो छ अरे है अन्त त्यो बाटोबाट गयो भने चाहिँ चोर बाटो नै होला सायद बोर्डर लाग्दैन भन्ने कुरा गर्दैछ त्यहाँको पनि नभए त तपाईँहरूको 2500 रुपियाँ समथिङ लागिहाल्छ भनौँ त्यो पैसा त कमसेकम बाँच्छ नि त हामी मिलाएर गयो होइन भाइ के हो खाली गाडी पनि भाइ यो त अन्त कि लोड हो यो गाडी कहाँ लोड रहेछ नि माल हेर त म त्यही त अघिदेखि हेर्दैछु खाली गाडी त्यति नहिँड्नु पर्ने ढिलो भन्छु नि लोड गाडी हो नि है बबाल छ नि हो गाडीको डिजाइन त अन्त स्याटिस छ नि त्यो गाडीहरू त बाहिरको नि भाइ हाम्रो चाहिँ यो गाडीहरूमा धन्न एसी दिएको छ र मात्रै हो साथी हो यो गाडीमा नभए चाहिँ हालत पत्ला हुन्छ नि हो नि हो कि होइन भन त एसीले गर्दाखेरि कति राम्रो भइरहेछ हो त्यस्तो गरममा कहाँ हुन्छ उ त्यो अर्को गाडीमा आउँदैछ त्यो पनि बाहिरकै हो बल्ब यो गाडी पनि स्याटिस हुन्छ नि हौ पुरा चढाइ छ कि क्या हो उकालो त रहेछ त पुरा अस्ति आएको हो नि यो बाटो तिमीलाई पनि याद छैन तर तिमीले पनि बिर्सिरहेको छौ यो बाटो अस्ति क्या त्यो केटासँग बसेको थियो नि अलिक परबाट बसेको नि त पछाडिबाट तिमी राति आएको थियौँ हामी जेसिबी त ऊ माथि डाँडातिर पनि छ त हौ माथि देख्यौ के गर्दैछ त्यहाँनिर कितना लेगा हो ग्रीस का 250 रुपये तो 200 दे देगा मार देना ठीक है ना 200 वैसे तो 150 में करते हैं हम लोग सब में आगे पीछे बड़े तरह से निकाल दो आज गराउनु पर्छ ग्रिस पनि त अन्त पुरा खतमै भइसकेछ नि त कि ठीक है कर दो हाँ फटाफट कर दो वो फिल्टर साफ गर्दा है यिनीहरूले पनि नयाँ मान्छे देख्यो भने त साथै लुट्न त लुट्नै खोज्छ नि खासमा 150 रुपियाँमा हुन्छ हो र पनि 200 रुपियाँ दिइहाल्छु भनेको नि लुट्नै खोज्छ नि यिनीहरूले यो नयाँ नयाँ जग्गामा हामी पऱ्यो भने चाहिँ यस्तो हुन्छ बढिया मार्दैन भाइ हाँ वो लक खोल के चलो ठीक यो धुलो सफा गर्नुपर्छ भाइ मजाले थाङ्ना निकाल न पुरानो निकै रहेछ नि धुलो त दिखाओ तो तुम्हारा मिसिन वाला सिस्टम त्यही रहेछ नि सिस्टम त हाउडेको उयो गरी बस ये भी तो हाथ वाला ही जैसा ही तो है भाई ये तो फिर तुम्हारा फायदा के लिए तो है भाई है कि नहीं ऐसे में भी तो यार 150 ही लेता है थाङ्नाले मजाले पुछेको होइन पहिला हौ त्यसरी त सुई 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 घुमायो भने पैसा दियो त्यो ग्रिसवालालाई सुई 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 घुमाउ न सुकिसके यता सुक्नु दिनु हुँदैन यो मान्छेलाई अलिक प्र्याक्टिस गराउनु पर्ने छ साथी सिसा सफ गरेर अझै भएको छैन उहाँ हेर त अझै छ तिम्रो यहाँ के भित्रबाट हो ए बाहिरबाट हो घुमेर यार है बाहिरबाट त यो तिम्रो मिलेन यो पहिला थाङ्नाले मजाले पुस्नु पर्ने हो मजाले पुसेर त्यहाँबाट गर्नुपर्ने होला यहाँ आएन नि यो भएकोमा घुमाऊ गयो होइन सुई सुई घुमाऊ यो कताबाट हो यो
देख्यो हो घाटो पुरा तर त्यस्तो खतरा त छैन आज 12 बजीसम्म 200 किलोमिटर गयो हुन्छ होला भाइ 200 किलोमिटर चाहिँ हामीले यो खालको बाटो पार गऱ्यो भने चाहिँ भोलि कम्ती रहन्छ नि त 200 किलोमिटर त अब हामीले पार गर्नुपर्छ यो रोड त्यहाँबाट उता 400 किलोमिटर पर्छ अझै कम्ता छ सफर यो त भर्खर स्टार्टिङ हो सिङ्गल रोड यो मान्छे पनि निन्द्रा चाहिँ खप्ने खालको चाहिँ जस्तो लागेन है साथीहरू अहिले टाइम भएको छ 11 साढे 11 भयो भनौँ न त मलाई पनि निन्द्रा लागिरहेछ राम्रो सुत्नु भएको छैन साथी अझै 450 किलोमिटर सफर छ हो कमसेकम अझै 50 किलोमिटर चाहिँ जाउँ भन्ने चाहिँ छ मेरो गाउँ चाहिँ तर यो मान्छेले भने भरेस बनाएको यस्तो छ है गाडी पनि त फेरि हिजो बेलुका त अलिक टेढा नै लगाइएछ नि त ए हो रहेछ त पुरा पछाडि डालै टेढा भइरहेछ एकपट्टि यो जग्गा चाहिँ अलिकति टेढा थिएछ नि त भर्खर उठ्यो हामी चाहिँ अहिले टाइम भने 8:30 भइसक्यो हो पुच्चेले एकदम ठिक गरेछ आज चाहिँ ल हेरिहाल्नुहोस् एक थोपा पनि झारेको छैन यो मान्छेले 2 घन्टासम्ममा चाहिँ फुल ट्याङ्की गरेको अरे हो 4 बजी टक्कै फुल ट्याङ्की भएको थियो भन्दै थियो ओ आउँदैछ मुख धुएर म चाहिँ अघि मुख धुइहालेँ हो ओ झार्नु पनि त तिमीले त एक थोपा पनि झारेन रहेछौ त अँ फिक्स बस्यौ यही यतिको चाहिँ हुनु पऱ्यो नि त अब अनि अर्को थिएन ग्लास यसमै दिएको पर्खिँदा भयो ल त्यसो भने अब एकछिन यहाँ राखौँ चिसो खोइ तिमी चाहिँ खायौ के मैले एउटा खाएँ के खायौ लेस खाएँ लेस खायौ खाइराख है फेरि हिजो बेलुका पनि भात त्यही भयो दिउँसो पनि त्यस्तै भयो साथी बेलुका चाहिँ हामीले पाउरोटी खायो भनौँ न पाउरोटी खाएर चाहिँ फटाफट हिँडेको अन्त भाइ निन्द्रा त पुग्यो होला नि निन्द्रा त पुग्यो मभन्दा अगाडि सुतेको फेरि तिमी याद छ नि तेल चाहिँ के जस्तो छ अझै छ जस्तो त मुनिपट्टि तेल मलाई त छ जस्तो लाग्यो त अझै ट्याङ्कीमा पछाडिपट्टि त मजाले फुल आउँदै थियो अझै है अझै आउँदै तेल त आएकै राम्रो नि भाइ तेल त अब यतिमै सक्यो भने त खतम हुन्छ नि गाडी पनि पुग्दैन हो अन्त उता फेरि के हो कसो भने अब पैसा तिराइ कति हुने हो के हुने हो टोटल कति घन्टा लाग्यो अरे फुल ट्याङ्की हुनु टोटल 2 घन्टा लाग्यो मैले यसो हेर्दा चाहिँ 2 घन्टा त्यतिमा लाग्यो भनेपछि तिमी त्यति बेला आधी घन्टा 20 मिनट चाहिँ छिटो सुतेको रहेछौ हिजो पनि त त्यो हाफ ट्याङ्कीको अलिकति उयो थियो नि त होइन तिमीले अलिकति मिस्टेकले गरेर त्यस्तो भयो हामीले अब चाहिँ चिया खाएर सफर पनि हामीले स्टार्ट गरिसकेको छौँ है साथी हो अहिले हामी कर्नाटका पुग्न त पुगेका छैनौँ है महाराष्ट्रभित्रै छ हिजो अलिक महाराष्ट्र पार गर्न सकिएन बिहानदेखि खिचेको साथी हो गाडी मैले हो अब एक्लै र पनि खिचेकै भन्नु पर्यो होइन भाइ यो मान्छे गाडी नकुदाएर त गलेर सुत्यो भनेर सकिगयो नि साथी मैले त कति 2 बजीसम्म कुदाएको अन्त गलिँदो रहेछ नि त बस्दा पनि 2 बजीसम्म कम हो गाडी कुदाउनु भाइ खतरा कुदाएको त्यो फुचे हुँदा पनि गाडी त्यति नै कुद्यो म हुँदा पनि अहिले त्यति नै कुदिरहेको छ त्यो मान्छे हुँदा पनि बिचमा अलिअलि त सुधाइ हुँदै हुन्थ्यो यता चाहिँ फेरि साउथ लाइन कुद्ने गाडीहरू ज्यादा हुन्छ उयो अन्नाको गाडीहरू सब अगाडिको अलिकति मिस्टेक भयो कि त झरिहाल्छ भुइँमा टायर गाडीको साउन्ड कत्रो करायो कन्ट्रोलिङ लाउँदा मात्रै कम्ती भयो गाडी चाहिँ फेरि यस्तो कुदिन्छ हौ खतरा गाडीहरू उठाएर देखाइदेऊ यो के छ वडा र पाउ लु अब त्यसमा बेरेर खाऊ बढिया तरले चुट्टा र ग्रापै त्यसमा बेर हुन्छ होइन भात नखाँदा आजौँ यहीसँग चाहिँ ठिक हुन्छ नि त खानु चाहिँ आऊ त्यसो पाराले
ढ्याप्पै टोक अरे खोर्सानी टोकिदिएको पहिला कस्तो छ कतिवटा दिएको थियो पाउ 3टा 4टा खोइ अन्त यो 2टा त्यस्तो त्यो पारा लगायो यो पारा लगाउनु पर्छ त्यो मराले त 2टा हालेछ त्यसरी हाल्नु पर्छ बिचमा ल आज पनि हाम्रो दिउँसो यो खाएर अब सनाउन हिँड्ने हो साथी हो कन्टिन्यू होइन भाइ त्यस्तै हो अल्मल नगर्ने हो बरु गएर मजाले बनाएर चाहिँ खानुपर्छ बुझ्यौ तपाईँ हुन्छ सानो गाडीको टायर त है कति हो कति त हो अन्त लु के मजाको दिएको नि बिरिरि खालको फेरि रुक्छौ रे पाजी आजी होला पाजी तिमीलाई त्यो गाडी देख्दाखेरि कुदाउनु मन पर्यो भाइ छ्याटिस लाग्यो है कुदाउने त मलाई पनि अब सोख त छ साथी हो त्यस्तो गाडी त्यो त मुस्किलले होला किस्मतमा छ भने मात्रै पाइन्छ होला त्यो गाडीहरू फेरि त्यसमा चाहिँ अलिकति एक्सपिरियन्सहरू पनि ज्यादा हुनुपर्छ होला जस्तो लाग्यो कहाँको बोट आयो बिजापुर मङ्देवा पन्डरपुर त्यो अहिले आएको थियो नि 4 लाइन रोड त्यो त एकछिन मात्रै हो नि त्यो त बाइपास रोड जतिको मात्रै हो नि त्यो त अब यहाँबाट चालु हुन्छ नि सिङ्गल रोड त अलिअलि छ खासमा यो सिङ्गल रोड पनि हाम्रै कारणले गर्दा चाहिँ हिँडाइ हुँदैछ जहाँनिर हामी माल लगेर जाँदैछौँ त्यो जग्गामा जाने रोड चाहिँ फेरि तपाईँहरूको 4 लाइन रोड पनि छ होइन तर अब हामी त्यही हो तपाईँलाई मैले भनिहालेँ अगाडि पनि होइन बोर्डर अलिकति बचाउने चक्करले गर्दाखेरि चाहिँ हामी यो खालको अब सिङ्गल रोड भएर चाहिँ जाँदैछौँ भनौँ न यो रोडबाट गयो भने चाहिँ 2टा बोर्डर चाहिँ बाँच्छ नि त ड्राइभरहरूलाई त सक्दैन नि साथी हो के गर्नु अब काहीँ न काहीँबाट उपाय लगाइ त हाल्छ मलाई पनि याद त छैन बाटो होइन तर अब केटाहरूले भन्दाखेरि चाहिँ यो बाटोमा चाहिँ बोर्डर लाग्दैन भनेको छ नि त गाडीको सजावट खतरनाक रहेछ नि त होइन महाराष्ट्रको गाडीको सजावट यो बाटो चाहिँ अहिले हामी यता पन्डरपुर बाइपास पुगिसकेको छौँ है यो बाइपास रोड चाहिँ अब घुम्नै पर्ने भयो नि त राति हो भने चाहिँ सिटीबाट जानुपर्ने हुन्थ्यो रहेछ अब के गर्नु दिउँसै आइपुग्यो त्यसले गर्दाखेरि चाहिँ यो खालको बाटोमा चाहिँ हिँडाइ हुँदैछ साथी हो यहाँ गियर पनि हेरिहाल्नुहोस् 2 नम्बर लागेको छ आरामसँगले एस्कुलेटर गरेको छैन आरामसँगले जाँदैछ है अझै कति किलोमिटर देखाउँदैछ भने 3 किलोमिटर जानुपर्ने रहेछ 3 किलोमिटर अब यो कतिको स्पिड भन्नु 10 को स्पिड पनि कहाँ छ भन्नु र यो 5 भनौँ न 5-6 को स्पिड छ यो खालको पामे सराई हुँदैछ है यहाँबाट चाहिँ रङ साइड जानुपर्छ भाइ जाउँ काटौँ बाटै छैन रहेछ नि त उताबाट कि यताबाट जानु पर्ने पछाडि हेर है लाग्दैन पछाडि रङ साइड गएर चाहिँ चढ्नु पर्ने रहेछ नि त Continue for 800 meters. यहाँबाट चाहिँ हामी साथी हो बेङ्गलोर रोड चढ्नु पर्ने हुन्छ उता जुन चाहिँ हामी आएको रोड चाहिँ यो रोडमा पस्नुको लागि चाहिँ उताबाट कट छैन रहेछ है त्यसले गर्दाखेरि चाहिँ अब यहाँ रङ साइड आएर चाहिँ हामी In 200 meters, sharp left onto National Highway 160. जाउँ काटौँ पुरा पुरै काट्नु Sharp left onto Pure National cut it Highway down. 166. बाटो त याद गर्दैछ होला नि तिमीले भाइ बाटो त अलिअलि चाहिँ नि याद हुँदैछ दाइ अब मलाई याद गर है फेरि अर्को पालि आउँदाखेरि म सोध्छु नि फेरि त्यति साह्रो कुदाउनु थालेपछि त तिमीले फेरि सबै याद गर्नु पऱ्यो नि कोही बेला म सुति जान्छु त्यहाँबाट त तिमीले याद गरेर चाहिँ फेरि चलाउनु पऱ्यो नि त्यो त यहाँ देख्न सक्नुहुन्छ कम्पनी चाहिँ यही हो र यो कम्पनीको छेउमा फेरि यतापट्टि बाटो चाहिँ यस्तो उकालो छ यो बाटो चाहिँ हरामी उकालो छ नि भाइ अघि ओह्रालो आयो होइन उता फेरि उकालो पनि थियो चढ्ने बेलामा अब यहाँ झन् कम्पनी पुग्ने यस्तो डर लाग्दो उकालो छ
तलैबाट मौसम बनाएर जानुपर्छ उता गाडी हेर न त्यो 1 नम्बरमा झर्दै होला त्यो हेर त बायामै सर आइरहेछ यहाँसम्म त 4 मा जान्छ होला होइन भने चाहिँ फेरि घटाउनु पर्छ अझै उताबाट आउँदा देख्छ नि खास ओह्रालो चाहिँ देख्यौ कि देख्यौ माथि कालो यहाँ चाहिँ हाल्यो होला 58 टन अब सोच न अझै तेलसम्म त झन्डै 59 टन होला फुलै चापेर जानुपर्छ होला सफाइ पनि फुल छ हान्छ नि भाइ कति चाहिँ तागत लाग्छ अन्त उकालोमा जाँदैन क्या हौ रोकेर उठाउनु पर्यो भने त फेरि हरामी उयो हुन्छ नि भाइ साह्रो पर्छ नि त्यस्तो गऱ्यो भने त प्लाङ्गै उचालिन्छ अगाडिको टाउको जान्छ होला तर जा फुल चापिरहेको छ चाप्नु म त यही हो अलिकति छ अब उकालो जा मुस्किलले चढ्यो अब चाहिँ कम्पनी यहीँ अगाडिपट्टि पेपर चाहिँ लगेर गइहाल्नुपर्छ भाइ इन्ट्री गराइहाल्नुपर्छ त्यहाँबाट चाहिँ ढुक्यो भने फेरि नम्बर लगाइहाल्छ नि त तिनीहरूले ओ तिम्रो अब यता साथी आइसकिसकेछ के भन्छौ 2 जना भेट भइहाल्यो के भन्न आउनु भएको रहेछ अब इच्छा लागेर उसलाई पनि अब त्यही हो अब कामहरू कस्तो हुन्छ बताइदेऊ अलिकति कामहरू त अब त्यस्तै हो गाडी लाइनमा खानापिना खानापिना त त्यस्तै हो दुःख चाहिँ हुन्छ कति वर्ष पुग्यौ मलाई चाहिँ अब 20 भयो अहिले लगभग चाहिँ 4 महिना स्टार्टिङ 4 महिना भइसक्यो पुरा ए 4 महिना भइसक्यो है ठिकै छ केही छैन राम्रो गर्नु गाडी त म सिकाइदिइहाल्छु 2 जनालाई अब राखेर होइन म अब त्यही नै गरिदिउँ भनेको नि तिमीहरूले छिटोसँग भोलिदिनु फेरि अर्को केटाहरू आउँछ उनीहरूलाई पनि त्यसै गर्ने हो होइन काम राम्रो गर्नु पर्यो नभए कहाँ अहिले 2 जना राख्छ केटाहरू कोही राख्दैन नि त कसै त एक्लै पनि हिँड्छ भेटिन्छ उसलाई याद छ उसले त अस्ति भेटेको पनि छ एक त्यसो गऱ्यो भने अलिक छिटो दिमागमा पनि पस्छ अन्त इन्ट्री गरायो भाइले इन्ट्री बिल चाहिँ दिएको थिएँ फाइल चाहिँ अब इन्ट्री चाहिँ भोलि बिहान भन्यो ग्यास कसले दिन्छ भन्दै थियो होइन कि दिँदैन पछाडि भनिरहेको थियो अहिले चाहिँ दिन्छ अरे के गर्छ खै थाहै छैन दियो भने ल्याएर अब बनाऊ ग्यास दियो भने त राम्रै हो नि नभए त फेरि केही छैन त खानेकुरा पनि केही ल्याएन यहाँ दोकान छ खुल्ला अगाडि उता त बन्द भइसक्यो अब योभन्दा अगाडि खै एकपल्ट सोधी हेरौँ अब ग्यास पाइयो भने चाहिँ साथी खाना बनाएर खाइन्छ होइन पाएन भने त के गर्नु भाइ यतिकै बस्ला सुत्नु पर्यो आज मात्र अब भोलि बिहान तिमी अब आएकै दिन फर्स्ट दिन ग्यासको फेरि कस्तो सर्टेज भइरहेछ अहिले ग्यासको चाहिँ बेङ्गलोरमा पनि त्यस्तो 5,000 रुपियाँको 3,000 को त्यस्तो आइरहेछ कहीँ पनि ग्यास मिल्न अहिले मुस्किल छ पुरा सर्टेज छ होटलहरू उत्रो बेङ्गलोरमा पुरा त्यस्तो चल्ने होटल त बन्द भइरहेछ ग्यास किन्न नसकेर हामी चाहिँ हिमाचलबाटै है भाइ खोज्दै आएको होला ग्यास चाहिँ बाटोमा कहीँ नभेटेको अब यता पनि हेर्दै आयौँ कहीँ थिएन अन्त त्यसले गर्दा धेरै सर्टेज छ अब आज भाइ आएकै दिन पायो भने अहिले त्यसले दियो भने बनाउला नभए चाहिँ यतिकै सुताइन्छ र तपाईँहरूलाई भोलि देखाउने छौँ हामी होइन भित्र के कसो छ होइन केटा हो ल त अहिले गुड नाइट भनौँ कि अब के भन्नु गुड नाइटै होला गुड नाइट होला अलर्ट हुनु थाल्यो ल यहाँ पछाडि देख्नु सक्नुहुन्छ है उस्ताद जी थोड़ा साइड में आपका कौन सा कंपनी गाड़ी है डोलामेट का ही है कौन सा गाड़ी ओ ये वाला गाडी है यो अलिकति भित्र आएको ओरेको चाहिँ अलिक तपाईँहरूलाई देखाउन सकिएन त्यस्तै हो साथी अलिकति फोनको त्यस्तै हुन्छ नि त यहाँ चाहिँ अलिकति लुकेर गर्दैछु है यहाँ सिस्टम चाहिँ तपाईँहरूको यही पहिला एक जग्गा देखेको थिएँ त्यही खालको रहेछ है सामान चाहिँ हाम्रो यस्तै थियो प्याकेट सामान चाहिँ सट्टै एउटाले तान्दो रहेछ एउटाले उता लाँदो रहेछ है एउटाले उता सारेको हो सिस्टम राम्रो रहेछ नि त
यो ट्रिप चाहिँ हाम्रो साथी हो उता हुनु त हिमाचलदेखिको यहाँ कर्नाटकसम्मको है। तपाईँहरूलाई अब त्यस्तो त्यस्तै बिचबिचबाट मैले देखाएँ र अब यो भ्लग पनि यतिमै एन्ड गर्नुपर्छ होला। अब फाइनली अनलोड त भइ नै सक्यो भनौँ। र हाम्रो नयाँ भाइसँग अब हामी 3 जनाको भ्लग चाहिँ कन्टिन्यू आउँछ होइन भाइ? हजुर दाजु। तर यो भ्लग पनि अलिक ढिलो आउँछ होला साथी हो होइन। हिमाचलदेखिको चाहिँ कर्नाटकको कम्प्लिट भयो भनौँ न है। र यो भ्लग हामी यतिमै अब एन्ड पनि गर्दैछौँ र फेरि नेक्स्ट भ्लगमा भेटौँ है। त्यतिन्जेलको लागि सबैजनालाई बाई बाई।